guys, welcome to my vlog. अनि आज चाहिँ म कलेजबाट भ्लग स्टार्ट गरेको छु। यहाँ छ हाम्रो कलेज अनि हामी चाहिँ आज पनौती घुम्न जान लागिरहेको। Let's get into the video guys. को छ भनेर अब तपाईहरुलाई देखाउँछु त। लिसा तिमी यो फुल्दी भयो। सी फ्रिक्वेन्टली काइन्ड सिन्स सबैको लागि म चिक्क हुन्छ। यहाँ छ सहरदता। हाय भन। बिस्ता स्वस्तिका ग्रीनरी नै ग्रीनरी छ। अलिक कृपी ठाउँहरू छ। यो चाहिँ यो नयाँ सर्ट किनेको थिएँ अनि यसको चाहिँ पुरै कलर ट्रान्सफर भइरहेछ। मेरो सेतो प्यान्ट रातो भइसक्यो गाइजहरु। बोला न त्यसो के मात्र देखाउ। त्यही मुख चुच्च पारेछ सुँगुरको जस्तो। अहिले नगर है तिमीले मैबाट सिकाऊ। कोबाट होइन उले चाहिँ मबाट सिकायो के उले नि त्यस्तो गर्न थालेछ त अहिले मलाई मात्र भन्दै छ। छैन म गर्दैन। मसँग प्रुफ छ के 10-12 वटा फोटो छ उसँग गरेको हो। सोसिकल चाहिँ गर्छ सोसिकल चाहिँ पहिले गर्छ त्यो चाहिँ मैले के भन्नु हो। अनि अहिले हामी पनौती गइरहेको छौँ हैन तर हामीलाई थाहा छैन बाटो कहाँबाट पनौती जान्छ। अनि मलाई कसैले भनेको थियो खडपो पारी गएपछि पनौती पुग्छ भनेर। ब्लाइन्ड लिडिङ ब्लाइन्ड अनि हामी गइरहेछौँ। त्यो त हिँडिरहेछौँ यो कता हो खडपु बस स्टपमा पुगेपछि हामी बनौती बनौती पुग्छौँ। बनौती जाने ठाउँ पुग्छौँ हामी। अब जान न। ओइ मलाई चाहिँ एसएस कस्तो जानु मन छ के। त्यही त ताल छ कहिले पाटन गाइस अब हेर 9 बजे क्लास सकेको छ घरमा केही भनेको छैन पाटन पुगेर भन्छ कसरी जानु के पाटन हामी यति अचानक अनप्लान हुन्छ भनेको खल्दीमा पैसा छैन 10 रुपैयाँ छ अनि यसरी कसरी पाटन पुग्नु हामी। त्यही त अलि हुन्छ त अलि प्लान गरेर जानुपर्छ के भनेको पाटन त। उसलाई अस्ति जाऊँ भन्दाखेरि चाहिँ नाइ उसलाई पढ्नु पर्छ अरे अनि उसलाई बिहान कहाँबाट घुम्न जाऊँ आउँछ अब। यी सुधार बोलाउनु पर्ने जान्थ्यो होला नि। जान्थ्यो होला। अब यहाँ पुगिसक्यो। हामीले तिमीलाई सम्झेको छौँ तर अब अलि ढिलो सम्झ्यौँ। अब नेक्स्ट टाइम चाहिँ लान्छौँ हामी तिमीलाई। फेरि गाइस के हो हेर एमटिआइसी हाम्रो वर्कसप देखौ न वर्कसप। ओ त्यो लुजाको हुन्छ होइन अरे आज यो जस्तो हाम्रो वर्कसप हामी यसमा खिची गरेर गर्छौँ। यो त मेरै च्यानल भइसक्यो बा के गर्नु होला। ओइ झन्दै यहाँ एक्सिडेन्ट भएको गाई झन्दै अनि हामी गइरहेछौँ। मैले कति हिँड्नु पर्ने रहेछ यार। अझ ऊ हिँडेर बनेपा पुगौँ कि अनि हिँडेर बनेपा पुग्न कति 15 मिनेटमा बनेपा पुग्छ कि गाइजर। त्यति जाब हिँड्नु पेसमा बनेपा 15 मिनेटमा पुग्यो पुग्छ। पेसमा भने पनि एउटा कुरा उसको पेसमा बनेपा मलाई धेरै हेप्यो के गाइज। अलिकति कमेन्टमा मलाई माया देखाइदिनुहोस् त। चाहिँ यहाँ खडपुबाट के भन्छ पनौती जान लागिरहेको यता बस स्टेसन अनि हामी फुल टिपिरहेछौँ एज अलवेज बिता जहिले फुल चोर हो हामी जहाँ गए पनि फुल यस। आज चाहिँ बिस्ता र म ट्विनिङ गरेर आइरहेछौँ तर ऊ चाहिँ येल्लो म चाहिँ रेड अनि स्वस्तिका र सहरदता ट्विनिङ गर्दा चाहिँ एकजना व्हाइट एकजना के हो के कलर हो त्यो क्रिम बेज। अनि अब चाहिँ हामी बस स्टेसन जानु लागेको। ओया जाम अनि हाम्रो चाहिँ बाटोमा हिँड्दा नि फुलमा मात्र आँखा गइरहेको छ तर मेरो चाहिँ मेरो चाहिँ यही छ त फुल रोड ट्रेन बनाउन तिम्रो क्लिपले घुमाउने अब यस ऋतु नै फुल हो अरू केही चाहिँदैन। उसलाई घुमाउनु इफ यु वान्ट डु सिभिल वाला भयो यहाँ। इफ यु वान्ट डु सिभिल यो मान्छे चाहिँ एकदमै सिङ्गल रेडी टु बी मिङ्गल। आम सिङ्गल भनेर लेखिदिनुहोस् यस्तो सबै टेकन हो गाइज हाम्रो ग्रुपमा। ऊ मात्र सिङ्गल हो भनेर भन्न मिल्दैन सबजना सिङ्गल हो। कमेन्टमा आई लभ यु लेखिदिनुहोस्। तिनटा हार्ट रेड हार्ट यस मलाई पत्याउन चाहिँ 3टा रेड हार्ट चाहिन्छ।
छोरा चाहिँ मलाई बसन्त गर्नलाई बिहान बिहान केही नखाइकन कलेज आएको थियौँ त्यही भएर हामीले खुर्मा किनेको छौँ अब हामी खुर्मा खाँदै खाँदै बस स्टेसनसम्म हिँड्दैछौँ यो चाहिँ सडन अनप्लान खालि प्लान हो है हाम्रो छिटो कुराहरू खान अलिक गाह्रै हुन्छ किनभने मेरो डिप बाइट छ गाइजहरू दिस इज टेस्टी धेरै गुलियो छैन रहेछ हुँदै हुँदै फुल टिप्दै टिप्दै अब बस स्टप पुग्न लाग्यौँ बस चढ्छौँ अनि पनौती जान्छौँ अहिले चाहिँ हामी खड्बोको बस स्टपमा पनि पुग्यौँ होइन अनि यहाँ रितु कोजु ऊ खानेमै व्यस्त छ कि उसलाई भ्लगको केही छँदै छैन कि भने गम खाँदैछ उसको येल्लो फ्लावर झुमे हुँदो रहेछ सस्तिका सबैजना खाना बिजी छ क्या अनि अहिले हामीलाई थाहा छैन कताबाट बस चढ्छ होइन यहाँ सबैजनाले हेरेर मलाई लाज लागिरहेको छ मलाई सोसल एन्जाइटी हुन्छ त्यही नि गरिदिइरहेको छु म अनि अब त्यही हामी बस कुदिरहेको छौँ पनौतीको 20 मिनटको स्ट्रगल पछि फाइनल्ली वी आर एट पनौती बस स्टप डेस्टिनेसन चाहिँ जन्तीढुङ्गा हो अनि हामी यहाँबाट अब हिँड्दै हिँड्दै जाने भनेर प्लान बनाएको अटो पनि अप्सनमा थियो तर अटोमा रमाइलो हुँदैन भनेर हामी हाइक जाने अब यहाँ खानपानको लागि किन्दैछौँ खानपानको सपिङ भइसक्यो अब हामी लाग्दैछौँ जन्तीढुङ्गा म चाहिँ एभ्री टाइम मेरो यो सिक्री मिलाइरहेको छु किनभने यो राउन्ड 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 भएर आइरहेको छ मेरो ट्रु ब्युटीको जस्तो सिक्री हो यो घाममा हिँड्नु परिरहेछ गाइजहरू हामी हिँड्दैछौँ कस्तो फिल भइरहेछ जन्तीढुङ्गा जाने भनेर कहाँ जन्तीढुङ्गा हामी स्विजरल्यान्ड पार्क जानु लाग्यो त्यही हो ए अर्को नाम अब पुगेपछि थाहा हुन्छ कस्तो छ यो चाहिँ सडन प्लान हो हाम्रो प्लान पाटनबाट पनौतीबाट जन्तीढुङ्गा शिफ्ट भयो होइन सुन्नु पाटनबाट भक्तपुर पुग्यो सिद्ध पोखरी त्यहाँको बर्गर खानु थियो हामीलाई बर्गर मिठो त्यहाँको बर्गर मैले रिकमेन्ड गरेको अब घाँस खान बिस्दा हाउ यु फिलिङ I'm feeling, I don't know. हाम्रो चाहिँ यही हुन्छ के I was excited. तर यत्रो धेरै हिँड्नु परेर फ्लावर स्टेसन नट फोरेस्ट गर्मी भयो गाइजहरू अति गर्मी छ मेरो कपाल चाहिँ माइन्ड नगर्नु होला यस्तै हो डी फ्लावर स्टेसन गर्ने मान्छे चाहिँ यही हो नयाँ टर्म बाई रितु डी फ्लावर स्टेसन रिग्रेटिङ डिसिजन्स हामी पनौतीको यो साइडमा आइपुग्यो भेरी ब्युटिफुल तर इट्स नर्मल किनकि मेरो गाउँमा नि यस्तै छ ओइ धान रोप्न जाऊँ के ओहो अहिले हामी हिँड्न त हिँडिरहेछौँ होइन अहिले माथि चढ्न चाहिँ यिनीहरूले भनेको थियो कि जाने बेला चाहिँ अटोमा जाऊँ भने जाने बेला त ओह्रालो छ जाने बेला के अटो भन्दा फर्किने बेला अटोमा आउनुपर्छ जस्तो अटोको नम्बर लिएर आउनु उकालो चढ्नुपर्छ भने चाहिँ अनि हामी ओह्रालो झर्दैछ अब के थाहा त अब त्यो आन्टीले हामीलाई यही बाटो जाऊ भन्यो हल्का छ मान्छेहरू ऊ पिचबाट आउँला हाम्रो ग्रुपको नक्कली जान्ने हो ऊ त्यो घर कस्तो राम्रो छ गाइजहरू जुमिङ गर्न मिल्दैन हाम्रो आइफोन छैन गाइज स्पोन्सर हान्नु पर्यो एउटा आइफोन त्यो त रितु कोजुको आइफोन भयो भने त रितु कोजु त हो माइ गड क्रेजी हुन्छ इन्फ्लुएन्सर भन्छ हाफ सिस्टर जस्तै अनि उसलाई नि पिआर प्याकेजहरू आउँछ अनि म बाँच्छु तिमीलाई भने होइन बनाउनु आफै भिडियो ल बनाउनु आफै भिडियो ल यहाँ क्रक्स ढल्काउँदै हिँडिरहेको छु सबैजना डी फ्लावर स्टेसन गरेर खुसी हुँदै हात हातमा फ्लावर लिँदै आइरहेछन् खोइ देखाउ 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 कस्तो सुहाएको हौ खोइ स्क्विरल होइन न्याउरी मुसा ल के भो
अहिले चाहिँ हामी हिँडिरहेछौँ पुग्ने नाम निशान छैन ओ गाई उही गाई गाइस गाई 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 ऊ कस्तो राम्रो देखाउँ म देखाउँछु गाई कता गेट त्यो गेटमा त कति मजाले मान्छे जानै मिल्दैन त्यो गेटबाट त आइज गेटबाट त म त क्रसै गर्न सक्दिनँ ल्या सिट भयो नि के गर्ने होला अब त्यही त बाटो गाइस तिमीहरूलाई बाटो चाहिन्छ भने हामीले झरना भेटायो ये कस्तो सफा ओ माय गॉड पौडी खेल्न जान मन लाग्यो यो जेब्रा क्रसिङ बौलायो मेरो साथीहरू के गर्ने होला गाइस हामीले एउटा फुललाई बक्स दियौँ हामीलाई चाहिएन त्यो फुल हेर गाइस हाम्रो बुके भन्छ बुके हाई गाइज हाम्रो डेस्टिनेसन चाहिँ ऊ त्यो माथिको डाँडा हो अनि अब हामीलाई बाटो थाहा छैन त्यही भएर अङ्कललाई सोधिरहेछौँ हामी त पुगेको पनि छैन के का थ्याङ्क यू चढे चढे के भन्नु ओइ मलाई म अस्ति लडाइ आला यार उफ्रिम कि नउफ्रिम भयो अब अनि तिमीहरू यहाँबाट कहाँ आयो त कस्तो क्युट घर मेरो फ्युचर हस्बेन्ड र म पनि यसरी डाँडाको बिचमा बसेर घर बनाउँछ तर यसमा गार्डन छैन त्यही मात्र हो हामीले इटाबाट देखेनौँ कता हसस्तिका लेफ्टमा राइटमा गाइस इटाभट्टा आइपुग्यो अब इटाभट्टाबाट हामीलाई मास्तिर होइन तलतिर लाग्नु छ यता राइटमा नजाऊ लेफ्टमा जाऊ भन त्यो यो भने क्या हो यो बाटो त्यही त है के हो गाइस इटाभट्टा आइपुग्यो इटाभट्टाको खोला पनि आइपुग्यो खायो भने पेट दुख्या निको हुन्छ ट्याटु बनाउनु हेर भने छैन के बनाऊ ट्याटु व्हाट्स दैट यसको प्लान्ट फुटेको भयो भने ट्याटु भन्छ ए ट्याटु कस्तो घुम्नु पर्ने यार यही हो मिठो
गाई जस्तो गाह्रो भइरहेछ होइन लाजहरू यो अलि बिप गरिदिउँ है युट्युबमा कम मिहिनेत गऱ्यो हो More to go, I don't think so. झन्डै लड्या टाइम लाग्ने हो ल यो बाटो त होइन किनकि त्यहाँ जानुपर्ने यहाँ पुग्यो म यही बनाउनु देउरालीमा बतास चल्यो ओइ जम After much contemplations, हामीले बाटो भेट लभ नगरिकन डाइरेक्ट दन्ती हान्ने भयो रे यहाँ घर छ के खान डराउनु पर्यो चौचौले हान्ने मान्छे खतरा छ है खतरा ठाउँ चाहिँ एकदमै खत्रै छ तिमी अगाडि जान्छौ अगाडि जाऊ अगाडि जाऊ Finally we reached the destination जन्तीढुङ्गा हामीलाई यो हो नि त कपाल चाहिँ अति भइसक्यो तर पनि केही छैन गर्मी यस्तो डेढ घन्टा हिँडेर हामी बल्ल बल्ल पुगेको डरलाग्दो बाटो हिँड्दै हिँड्दै हामी यहाँ पुग्यौँ यस्तो छ है त गाई यस्तो ग्रास ल्यान्ड हो पुरै सबै उता माथि पुग्नु पर्ने हो तर वी आर नट गोइङ देयर हिँड्ने शक्ति छैन हामी यहाँ फोटो सेसन के गरिसक्यौँ अलिअलि भिडियोहरू पनि खिच्यौँ फोटोहरू पनि खिच्यौँ अब चाहिँ खान्छौँ अनि लाग्छौँ पानी पर्न थालिसक्यो गाइजहरू खाना किन्न अगाडि चाहिँ अलि राम्ररी हेर्नु होला हामीले ओसेको चौचौ पर्यो अब हामी माछा खान्छौँ माछा त ओसेको छैन नि पानी पर्यो हाम्रो खाइरहेछौँ पानी पर्न थाल्यो यसरी फालेर नजानु होला यसरी टपक्क टिपेर लिएर जाऊँ अब 10 मिनट भेट्छ होला नि तल अब यही स्केरी बाटो हुँदै हामी फेरि जाँदैछौँ अब चाहिँ हामी घर जाँदैछौँ घर देउरालीको बतास गऱ्यौँ अनि घर चल्दियौँ हामीले चाहिँ भनिसक्यो चौचौको बारेमा अलिक केयरफुल हुनु त्यो चाहिँ फोहोर चाहिँ बोकेरै गइरहेछौँ हामी कपाल चाहिँ अति भइसक्यो तर नि वी डोन्ट केयर सब सामानहरू राखेको छ नि पहाडो के निन्जा हतोरी हामी फर्किरहेछौँ पनौती गएर खाने प्लान छ हाम्रो हिँडिरहेछौँ ठाउँ चाहिँ रिभ्यू गर्ने हो भने चाहिँ राम्रै थियो बाटो अलि डरलाग्दो छ गाइस फेरि पिच बाटै छ अलिकति मात्रै हिँड्नुपर्ने हो तर हिँड्नुपर्ने बाटो चाहिँ एकदमै धोस्दै नै छ है तर एकदमै राम्रो पिसफुल ठाउँ ऋतुलाई मनपर्ने वाला ठाउँ छ सरी लेजिनेसको पनि हद हुन्छ हिँड्दा निन्द्रा लाग्यो मान्छेहरूलाई ओ माई गड गर्मी भयो पानी परिरहेछ तर नि गर्मी छ एकदमै गर्मी पानी रोकिसक्यो नेवारी खाजा खान यहाँ पनौतीको क्वाला छ कि कहाँ छौँ जुत्ता राख्दैछौँ जुत्ता हाल्दैछौँ अनि वी आर हेडिङ अब माथि अब फुड हन्ट वाला ब्लग स्टार्ट भयो माइन्ड योर हेड है टाटा typical
यो चाहिँ हाम्रो खाजा आइसकेको छ। अब बिस्तारै खान्छौँ हामी। मिठो 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 हामीले चाहिँ सकिसक्यौँ छ्याङ छ्याङ सब। अनि यहाँ चाहिँ मेरो क्युटी छ, क्युटी क्युटी खाइ पनि सक्यौँ, थोरै थोरै फोटो पनि खिचिसक्यौँ। अब हामी चाहिँ एकछिन रेस्ट गरेर अब घरतर्फ लाग्छौँ। खाइसक्यौँ, अब हामी घर जाँदैछौँ। We are done with our lunch, breakfast, जे भन्ने नि हुन्छ मिल, फर्स्ट मिल हो हाम्रो। पेट पूजा गरेर अब घर जाँदैछौँ। सायद अब यो ब्लग यति नै हुन्छ होला, धेरै लामो भइसक्यो ब्लग अलरेडी। के भन्छ बिस्ता, हाउ वाज द डे? It was fun. I really enjoyed it. अब मलाई यति नै भन्नु छ। डाटा हाउ वाज द डे? गुड। अलिक गुड भन्दा अलिक धेरै। यहाँ तिमी इङ्ग्लिस म्यामको हुँदो जस्तो नगरे, मान्छेको पर्सि कमेन्ट दिनुपर्छ अहिले। इट वाज भेरी फन। फन ओके, भेरी मोटिभेसन। हाउ वाज योर डे स्वस्तिका? भेरी एडभेन्चर। What was your motivation during this? एकदमै रमाइलो भयो बिहानदेखि। पढ्यौँ पनि, घुम्यौँ पनि, खायौँ पनि। तपाईँहरू पनि आउनुहोस् यहाँ घुम्न, रमाइलो छ ठाउँ। त्यो के डाँडा, जन्ती डाँडा, बतासे डाँडा होइन गाइस, जन्ती ढुङ्गा। अनि त्यहाँबाट खाना चाहिँ पनौती नै आउनुहोस्, मिठो छ। सपु मिठा होइन के अरे, सपु मिठा चाहिँ खानु पाएन हामी। लास्टमा सोध्नुपर्ने रहेछ सबै मिठा बन्यो कि नै मात्र। गाइस फाइनली रिच्ड होम। अनि आजको भ्लग चाहिँ यति नै। म त टायर्ड भइसकेँ, मेरो गाजलहरू पनि सब हराइसक्यो। एउटा आँखामा छ, एउटा आँखामा छैन। ओके, I really enjoyed, so let's meet in next vlog. Bye bye.